लोए लोए छिटो छिटो पानी चाहिँ आउनुपर्छ है आज। जुनै हालतमा पनि पानी चाहिँ आइपुग्नुपर्छ है। त्यो अघिको ठाउँमा गएर फेरि हेर्नुपर्छ होला नि। त्यत्रो उकालो पानी चढ्छ अन्त थेट यत्रो उकालो चाहिँ कसरी चढ्छ हौ पानी? तपाईँ त्यहाँ काट्नु त ऊ यो साउको भागमा तपाईँको पछाडि काट्नु त होइन होइन उता 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 ऊ पर हो त्यहाँ काट्नु त आरामले पुग्छ त्यहाँबाट यहीँ त हो त्यो दुईटा पनि ल्याउनु नि काटेर त्यो सकेट बनाउनुपर्छ ल्याउनु नि तपाईँ सकेट कसरी त्यो मात्रै ल्याउनु ल यहाँ आगो बाल्नुपर्छ अहिले लाइटर छ त आउनु नि ल्याउनु नि हो त्यो पनि काटेर ल्याउनु सकेट पनि बनाउनु आगो फुक्नुपर्छ अनि सकेट चाहिँ केको बनाउने अन्त त्यो अलिक सर्ट पऱ्यो भने फोटो काटेर ल्याउनु नि सकेटको लागि मात्रै ए भगवान सक्यो हो त्यो पुग्छ आरामले पुग्छ हो त्यो काट्नु नि फेदै लाएर त्यो पाइप काट्न चाहिँ के लोभ लागेको? ओ तपाईँ दार्जिलिङको हो नि? हामी भोलि गए पानी उता सुड्यो होला उताको पाइप चाहिँ हो त्यो पाइप चाहिँ उठाउनु नि यताको पनि काट्नु यताको पनि काट्नु के साह्रो डराएको हौ, मार्छ र मुर्छ गरेर। यहाँ कहाँ फुस्क्यो नि अब जाउँ न त हामी दुईजना त्यो अगाडि हेर्दै जाउँ त। त्यो यता कहाँ अघि जोडेको छ नि त्यहाँ हेरौँ न। उहाँ पहिरोमा गएको छ होला त्यही त पाइप छैन बिचरा बिजोक छ बिजोक। आम्बो ठिक छ ठिक छ। हाम्रो यो दाजु चाहिँ पुरा हार्ड वर्किङ छ है। तर के हो त नि? यता हेरेर यसो स्माइल गरिदिनु। उताको टाउको खोइ त्यही त उताको पाइपै छैन तपाईँ यहाँ ल्याउनु त आउँदिन जङ्गल आउँदैन हौ जङ्गल हिँडेकै छैन यस्तो ओह्रालो भिरालो हामी हिँड्नु जान्दैन। उता यहाँबाट त केही देखेन हौ। के अरे फेरि बोल्नु त? पानी बनाउन आउँदैन तपाईलाई?